नमस्ते। मैले आज भिडियो हेरिरहनुभएका तपाईँहरूका लागि एउटा नयाँ र रोचक कुराहरू बताउन गइरहेको छु। तपाईँहरू यदि मौरी पालक किसान हुनुहुन्छ अथवा मौरीसँग सम्बन्धित, मौरीलाई माया गर्ने, मौरीका बारेमा जानकारी राख्ने व्यक्ति हुनुहुन्छ भने कृपया यो भिडियो ध्यान दिएर हेर्नुहोला। यसरी तपाईँले मौरी दिनको 12 बजेदेखि 3 बजेको बिचमा सबै मौरी निस्के जस्तै गरेर एक हुल मौरीहरू बाहिर निस्किने अनि फर्केर फेरि घरमा आउने गरेको देखिरहनु भएको छ। यसलाई आफ्नो भाषामा थुप्रै नामले चिन्नुहुन्छ। हाम्रोतिर यसलाई दोप्पर गरेको अथवा दोप्पर बारेको भन्ने गर्छौँ। सबैभन्दा पहिला यहाँ घरमा देखिरहनु भएको छ थुप्रै झुन्ड मौरीहरू बाहिर निस्केको छ। यो मौरी भागेको हो कि होइन भन्ने कुरा जान्नका लागि पहिला मौरी उडान भरेर बाहिर जान्छ, आकाशिन्छ अथवा उडेर फेरि फर्केर घरमा आउँछ, त्यो बुझ्नु पर्यो। उडेर एक राउन्ड लाएर फेरि घरमा फर्केको छ भने त्यो चाहिँ दोप्पर बारेको हो। एउटा रोचक कुरा के छ भन्दाखेरि मौरीले यसरी दोप्पर किन बार्छ, किन बाहिर निस्किन्छ एकपटक भन्ने कुरा चाहिँ जान्न जरुरी छ। यसलाई चाहिँ ओरिएन्टेसन फ्लाइट अथवा अभ्यास उडान भनिन्छ। नामले पनि बुझिसक्नुभयो, अभ्यास उडान। जब मौरीहरू वयस्क बनेर निस्किन्छन् तब एक हप्ता पुगिसकेपछि मौरीहरू बाहिरको उडानको बारेमा अभ्यस्त हुन, बाहिरको परिस्थितिको बारेमा जानकारी लिन यसरी बाहिर निस्किने गर्छन्। यिनीहरू बाहिर निस्किँदा टाढा जाँदैनन्। यो पहिलो पटक, दोस्रो पटक, तेस्रो पटकसम्म पनि गर्ने गरेको पाइन्छ। यसरी यिनीहरू बाहिर निस्किने र एक चक्कर लाएर फेरि त्यही घरमा फर्किने गर्छन्। यसलाई हामीले अभ्यास उडान भनिन्छ। अभ्यासले नै कुरा क्लियरली आफै शब्दको अर्थ बताइरहेको छ। उनीहरूले दिशाबोध गर्ने, मौरीको स्थान, त्यो घरको स्थान पत्ता लगाउने गरिसकेपछि जब 2-3 पटकको यस्तो अभ्यास उडान गर्छन् यिनीहरू बल्ल बाहिर आहार खोज्न अथवा कुटहरू खोज्न बाहिर निस्किने गर्छन्। यसरी मौरीहरू यो 12 देखि 3 को समयमा पनि हावा नलागेको बेलामा, एकदमै घाम लागेको बेलामा, न्यानो बेलामा मात्रै बाहिर निस्किने गर्छन्। यो जानकारी यहाँहरूलाई थाहा भइसकेपछि अब यहाँहरूले यो किन निस्किन्छ भन्ने कुरा थाहा पाइसक्नुभयो। यहाँहरूलाई सबैलाई धन्यवाद।